हाम्रो यात्रा चाहिँ ट्याक्क पाउँदी बजारबाट सुरु हुन लाग्यो। एकदम खुसी लाग्छ। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल लक्ष्मण। आज चाहिँ हामी नयाँ भ्लगमा भेट्दैछौँ। आज हामी लमजुङ जिल्लाकै पर्यटकीय स्थल लिपे डाँडा इलम पोखरी जाँदैछौँ र यो पाउँदी लमजुङबाट इलम पोखरीसम्मको यात्राको लागि अब कति समय लाग्छ, के कसो छ भन्ने अपडेट पनि हामी यो भ्लगमा फुल भ्लगमा दिनेछौँ। आजको यात्रा चाहिँ हामी इलम पोखरी हुँदै लिपे डाँडा जान्छौँ। अब लेट्स सी बाटो कस्तो छ थाहा छैन, हाम्रो लागि पनि पहिलो यात्रा हो यो। ओके ल, हामी निस्किन्छौँ यहाँबाट। लेट्स मुभ। अरू अपडेट चाहिँ हामी दिँदै जान्छौँ है त। ओके, स्टे ट्युन है गाइस। ल ओके ल, हाम्रो चाहिँ लिपे डाँडाको यात्रामा हामी यहाँ पाउँदीमा चाहिँ जमघट हुँदैछौँ। यो पाउँदी बजारको यो ट्याक्क पारी यो पुष्पलाल मध्यपाडी राजमार्गबाट चाहिँ हामी जाँदैछौँ। अब हामी यो चाहिँ लिपे डाँडा पाउँदीदेखि लिपे डाँडासम्मको यात्राको फुल भ्लग बनाएर हामी युट्युबमा हाल्छौँ। अब तपाईँहरूलाई पनि लिपे डाँडा आउनलाई सहज चाहिँ हुन्छ पक्कै पनि। हाम्रो केटाहरू ह्यान्डसम भनेर आछन्। माथि कतिको जाडो छ, मौसम यो हावाहुरी चल्ने मौसम, असिनापात पर्ने हो कि थाहा छैन होइन। डर लाग्दो चाहिँ छ, हाई रिक्स छ होइन। हाई रिक्स भए पनि मेरो फर्स्ट एक्सपिरियन्स। हामीले एकदम बवाल रमाइलो गर्ने छौँ। बाटोमा आफै पकाउने, खाने, दाउरा खोज्ने, सबै थोक आफै गर्ने, बवाल रमाइलो हानिदिने छौँ। ल ओके ल, अब हामी एकैछिन यहाँ कुरेर यहाँबाट चाहिँ निस्किन्छौँ र भिडियो हेर्दै गर्नु होला। योभन्दा पछाडिको पनि भिडियो हाम्रो छँदैछ है त। ल ओके, हाम्रो यात्रा चाहिँ ट्याक्क पाउँदी बजारबाट सुरु हुन लाग्यो। के छ ल है? ल ल हेलो गरौँ है। यो हाम्रो चाहिँ यो ल है हो। ल हो सर, ठिक छ। यात्रा नआत्तिनुहोस्, सर जाम। ल अगाडि। ल अब हामी चाहिँ यहाँ पाउँदीबाट निस्किन आँट्यौँ। अब बाटोको चाहिँ रेकर्ड गर्दै जान्छौँ। यो चाहिँ 108 फिटको चाहिँ शिवजी मूर्ति, यो जुन पाउँदी बजारमा अवस्थित छ। हामी जाने माथि डाँडाको टपमा हो। ल ओके, हाम्रो यात्रा सुरु भइसकेको छ। भर्खरै मात्र मर्सङ्गी नदीको कर्मदा नदीको चाहिँ पुल क्रस गरेर हामी अगाडि बढिसकेका छौँ। रमणीय दृश्यावलोकन अब सुरु हुँदै जान्छ। यो चाहिँ अत्यन्तै सुन्दर, यो पहाडी भेगमा चाहिँ जति माथि चढ्यो त्यति सुन्दर दृश्य, तल बेसीको दृश्यहरू चाहिँ हेर्दै माथि चढ्न पाइन्छ। असाध्यै सुन्दर देखिन थालिसकेको छ र सँगसँगै यो राइनस जाने बाटो पनि निर्माण हुँदै रहेछ, व्यवस्थित बन्दै रहेछ। यो पनि खुसी लागेको छ देख्दाखेरि। असाध्यै रमणीय र रमाइलो भइरहेको छ। हामी चाहिँ यति बेला यो राइनस कोट छिर्ने र यता प्याराजुङ जाने बाटोको दोसाँधमा छौँ। यहाँ आइसकेपछि चाहिँ हाम्रो गाडीको अलिकति टायर चाहिँ काटिएको छ, ढुङ्गाले काटिदिएछ। टायर चेन्ज गर्नुपर्ने भयो। यहाँ टायर चेन्ज गर्नलाई साथीहरू जुटिराख्नु भएको छ सबैजना। अब हामी यहाँ टायर चेन्ज गरेर चाहिँ हामी निस्किन्छौँ। ठिक छ, यहाँसम्मको यात्रा रमाइलो भइरहेछ। अलिकति नरमाइलो भनेको टायरले धन्न हामीसँग स्पेयर टायर थियो र समस्या भएन, नभए चाहिँ हामीलाई समस्या हुन्थ्यो, गाह्रो हुन सक्थ्यो भन्ने चाहिँ थियो। ठिक छ, ओभरअल रमाइलो भइरहेछ होइन। ल ओके, भिडियो हेर्दै गर्नु होला। हामी अगाडि बढ्दैछौँ। बाटोको चाहिँ हामी अपडेट दिँदै जान्छौँ। ल ल है त, ठिक छ। ल ल हाम्रो सबै मेकानिक रम्बा हो, सम्मा हो। दाइ मैले त हिजो इन्डियन छ लप्परे हा। दाइले फसाइदियो नि त यार मलाई। हाम्रो भिमे दाइ मेकानिक साहब यहाँनिर पर्दैन। हाम्रो चाहिँ पङ्चर भएको गाडीको टायर चाहिँ हामीले रिपेयर गरिसकेर हामीले पुनः हाम्रो यात्रालाई चाहिँ
कन्टिन्यू गरेका छौँ र यात्राको क्रममा अब सुन्दर जङ्गलहरू र बाटो यहाँसम्म चाहिँ राम्रै छ। हामी यो राइनस जाने गेटबाट अगाडि अब प्याराजुङतिर बढिसकेका छौँ। असाध्यै रमाइलो चाहिँ भइरहेको छ। साह्रै रमाइलो चाहिँ अब दृश्य अवलोकन गर्न पाइन्छ, किनभने अब हामी पहाडको चाहिँ माथिल्लो भेगमा माथिल्लो भागमा आइसकेका छौँ। तल तल गाउँहरू साना साना चाहिँ बस्तीहरू देखिन थालेका छन्। मनमोहक दृश्य अवलोकन गर्दै हामी अगाडि बढिरहेका छौँ। बाटो हालसम्मलाई राम्रै छ, यहाँसम्मलाई त्यति नराम्रो बाटो छैन। अनि हामी यो जति माथि आयो त्यति चाहिँ राम्रो दृश्यहरू देखिरहेको अवस्था पनि छ र ठाउँ ठाउँमा बाटो पिच पनि रहेछ। माथि आइसकेपछि यो दुधपोखरी गाउँपालिका छिरेपछि बाटो पिच पनि भेटियो। फाइनल्ली गाइस अब हामी चाहिँ यो पिठ भन्ज्याङ भन्ने ठाउँमा आइपुगेको छ। दुधपोखरी गाउँपालिकामा पर्छ यो। अघि भर्खरै दुधपोखरी गाउँपालिका चाहिँ हामी गऱ्यौँ। दुधपोखरी गाउँपालिका 6 पिठ भन्ज्याङ भन्ने ठाउँमा चाहिँ आइपुगेको छ। बिस्तारै बिस्तारै आएको बाटोमा एक ठाउँमा चाहिँ गाडीको टायर पङ्चरले अलिकति समस्या भयो। यताबाट बाटो अहिलेसम्म राम्रै छ। यो पिठ भन्ज्याङसँग चाहिँ राम्रै छ। यहाँभन्दा माथि चाहिँ कस्तो हुन्छ लेट्स सी। बवाल छ। यहाँसम्मको अनुभव चाहिँ एकदम रमाइलो भइरहेको छ है। हामीलाई चाहिँ एकदम इन्जोय एकदम मोमेन्ट चाहिँ एकदम भरपुर रमाइलो गर्दै आएको छौँ साथीहरूले। खाँदै रमाइलो गर्दै। भाले लान्छ सर? लैजाउँ न कौडेर त ल। ओके ल स्टे ट्युन। हामी अगाडि बढ्दैछौँ। रमाइलो पनि हुँदैछ होइन त नवराज सर? के छ? ठिक छ नि यहाँसँग यात्रा? एकदम यात्रा रमाइलो भइरहेछ। त्यही त ल ओके ल भिडियो हेर्दै गर्नु होला। हामी अगाडि अगाडिको पनि हाल्छौँ। लगभग 2 घन्टा जति लाग्यो होला यहाँ आइपुग्दा है। लाग्यो 2 घन्टा जति। अब हामी त्यति कुदेका छैनौँ। बाटो अप्ठ्यारै बिस्तारै बिस्तारै आएको छौँ। ल ठिक छ। र यहाँ हाम्रो दाइहरू चाहिँ यता च्याट्ट पछाडिपट्टि बसेर कस्तो रह्यो पछाडिको अनुभव? हो भनेपछि जाइफल तेल लाएर मालिस गर्नुपर्ने भयो क्या अरे? ल पिठ भन्ज्याङ भाले लैजाने त। अब हामी चाहिँ अब भान्सा लगभग कति बज्यो अहिले? 11 साढे 11 जति भयो होला। हामी चाहिँ यो दुधपोखरी गाउँपालिकाको अफिसभन्दा अलिकति माथि छौँ। यहाँनिर चाहिँ हामी अब यसो भान्सा हाम्रो चाहिँ यहाँ अब भान्सा तयार गर्ने कार्यक्रम चल्दैछ। यहाँ बिहानको खाना अब हामी यहाँ बिहानको खाना बनाउँछौँ, खान्छौँ अनि रमाइलो गर्दै गर्दै अब फेरि माथि के अरे इलम पोखरीको चाहिँ बाटोमा हामी जान्छौँ। अब हाम्रो तयारी सुरु भयो। यो एकदम हाम्रो पिकनिक टाइपको वनभोज टाइपको चाहिँ हाम्रो यात्रा हो यो। र एकदमै रमाइलो भइरहेको छ। यहाँसम्म रमाइलो भएको छ, रमाइलो गर्दै गएको छौँ। ल है त ल बब्बालै रमाइलो छ। बब्बालै ल ल ओके ल यो हेर्नु है हाम्रो अमृत दाइले चाहिँ यस्तो खतरा चुलो बनाउनु भएको छ होइन। यो चाहिँ कतै चुलो बनाउनु मान्छे चाहियो भने यहाँ चाहिँ बोलाउनु होला। तर यस्तो चुलो चाहिँ खत्रै लाग्यो। हेर्नु त्यो उसको डेक्चीको पुछो अडाउने ठाउँ पनि छ है। त्यसलाई ट्याक्क बवाल छ ल। यो एकदम पिकनिक बवाल मजा चाहिँ बवालले आइरहेको छ है। अहिलेसम्मलाई यस्तो मजा आइरहेको छ। यस्तो मजाको लेकतिर फुल पनि फुलिरहेको छ है। एकदम मेमोरेबल छ। ल बवाल रमाइलो। यो चाहिँ कुन डिपार्ट अरे? यो छोडाइ छाडाइ छेडछाड डिपार्ट। यो चाहिँ लसुन यतापट्टि चाहिँ यो भान्सा डिपार्ट। के अरिङ्गाल पोल्न हो क्या मडी तेल आहा त है। यता हाम्रो मटन, यता हाम्रो चाहिँ निकाल्दै हुन्छ है। हाम्रो नवराज सर अलिक स्वास्थ्य ठिक छैन भनिराख्नु भएको छ। हाम्रो उहाँ व्यवसायको गफ हुँदै होला उतापट्टि। अनि के गर्दै हामी प्याज केलाउँदै। ल ठिक छ ल म व्यवस्थापनमा है। व्यवस्थापनमा चाहिँ माथि पनि आज गएर चाहिँ खाना बनाएर खाने भन्ने कुरा भएको छ होइन। माथि लिपे डाँडामै। त्यही भएर अब यहाँबाट
यो चाहिँ गुइठा आगो बाल्नलाई चाहिँ अहिले व्यवस्थापन गरिरहेको छ गुइठा होइन अब उता पाइएला नपाइएला कसो होला अब रातभरि त कटाउनु छ जागराम बस्नु छ यही बालेर कटाउने हो आज पुरै यो चौरभरि जति पनि गुइठा छन् हामी यसलाई चाहिँ जम्मा गरेर हामी माथि लैजान्छौँ यसले चाहिँ बबाल काम गर्दो रहेछ ल अब हाम्रो पिकनिक चाहिँ सुरु भयो ठिक छ होइन टेस्ट कस्तो छ ल बिहानको खाना 12:30 बजे ल हेर्नुहोस् है यस्तो मजा मटन ग्रेभी पुलाउ यता झोल र भात है ठिक छ ल बाबा ल ल रमाइलो हाम्रो रमाइलो भान्सा पछाडि हामीले पुनः यात्रा सुरु गरिसकेका छौँ किनभने हामीसँग यहाँ तल भुल्ने समय चाहिँ छैन हामीलाई माथि पुग्नु छ आज त्यो भएको हुनाले हामी फेरि यात्रालाई कन्टिन्यू गर्दै अगाडि बढ्यौँ है त यता तलबाट चाहिँ माथि जाने गाडी बाइकहरू लाने ठाउँ यताबाट त ट्रेकिङै यता त हिँड्दै जाने होइन त हजुर यहाँबाट त पोखरीसम्म हिँड्दै जानु पर्यो नि कति समय लाग्छ घुम्दै गयो भने बिचौर पनि पुगिन्छ ए तपाईँ यताबाट चाहिँ जानुभयो त्यो देउरालीबाट यता लाग्नुभयो उता लाग्यो भयो पुगिगिरी हुँदै अनि यो रोड चाहिँ कहाँसम्म पुगेको छ यो ढल्लन गरेको यता गएको चाहिँ ल यो जोर्ने बजारमा आए पछाडि चाहिँ लेफ्ट गए मोटर बाटो र सिधै गयो भने यहीँ जोर्ने बजारमा बाइक गाडी राखेर पनि जान मिल्यो यहाँबाट सिधै गर्ने यो सिँढीको बाटो गएपछि कन्टिन्यू गरेर जाने चाहिँ जानुपर्छ होइन यहाँ यो चाहिँ एउटा म्याप पनि छ होइन फुलङ्गिरी देउराली पोन्ड यो सबै रहेछ होइन इलमदेवी टेम्पल हरि पार्क भनेको छ होइन त्यो हुँदै हुँदै उहाँ लिपे हिल यो ट्रेकिङ रुट पनि देखाएको छ रिटहरू हेर्दा जान पनि मिल्छ यहाँदेखि ल ओके बाटो चाहिँ यस्तो छ है यहाँसँग त आइएको थियो जङ्गलमा पानी पर्न थाल्यो अब बाटोको अवस्था यस्तो छ ल यस्तो बाटो रहेछ पानी नि परेर डिस्टर्ब गर्यो आज जाँदै चाहिँ छौँ अब हामी इलम पोखरी पुग्न आँट्यौँ अब इलम पोखरीबाट चाहिँ हामी हिँड्ने भने खै आज हिँडिन्छ कि हिँडिँदैन पानी पर्ला जस्तो छ यतै बसिन्छ कि अब थाहा छैन आज बसेर भोलि बिहान जान पनि सकिन्छ अथवा अब आजै गएर जान पनि सकिन्छ अब थाहा छैन हेरौँ लेट्स यहाँसम्म रमाइलो भइरहेछ खानसाना खाएर आइयो अघि पकाएर ठिक छ यात्रा रमाइलो भइरहेछ अब यस्तो अफरोड यो त पानी परेपछि गाडी नै नजाने ठाउँ रहेछ ल ओके ल स्टे ट्युन है ल भिडियो हेर्दै गर्नु होला हामी चाहिँ अगाडि जाँदैछौँ ल ओके यो झरीमा हाम्रो लिपे डाँडा यात्रा इलम पोखरी बाटो अप्ठ्यारै रहेछ पानी परिदियो गाडी फँसिया छ ल्याउन गाह्रो भइरहेछ ल्याउँदै हुनुहुन्छ साथीहरूले यहाँ चाहिँ अलिकति चौर रहेछ बस्ने ठाउँ चाहिँ छैन अब हामी आफैले टेन्सन टाँगेर हामीले बस्ने ठाउँ बनाउनु पर्छ आज हाम्रो एकदमै यो मेमोरेबल ट्रिप हुनेवाला छ अनि अब चौर त रहेछ हेरौँ अब भोलि बिहान लिपे डाँडा आज चाहिँ जान सकिन्न होला यो गतिले चाहिँ जान सकिँदैन गाडी राख्ने ठाउँ त्यस्तो सुरक्षित पनि देखिँदैन यहाँनिर गाह्रो छ ल ओके अब हामी चाहिँ गाडी आउँदैछ हेरौँ ठाउँ त ठिकै रहेछ होइन जङ्गलको अनुभव एक्सपिरियन्स भइरहेछ अब हेरौँ थकेला अब त अल्टिट्युड बढ्न थाल्यो गाह्रो पनि हुन लाग्यो ल ओके ल हेर्दै गर्नु होला यस्तो छ पानी परेको छ यो नि एउटा रमाइलो ल ओके यस्तो अवस्था छ गाडीको यहाँनिर चाहिँ क्यार्छ होला ल फाइनली गाडी चाहिँ हामीले निकाल्यौँ यहाँसम्म आयो अब यति भएपछि चाहिँ
इलाम पोखरी झापा होइन यो सिधै इलाम अब यहाँबाट 2 घन्टा हिँड्नु पर्ने छ हाम्रो इलाम पोखरी। यस्तो छ यो इलाम पोखरी। पानी परेर यस्तो डिस्टर्ब गरिदियो आजको यात्रा। रमाइलो चाहिँ भइरहेछ लेट चाहिँ होइन, तर लास्ट डिस्टर्ब गर्यो। यस्तो रहेछ ठाउँ चाहिँ मजाको रहेछ ठाउँ। अब यहाँ नि यतिको ठाउँ रहेछ होइन, यो चाहिँ मजै भयो। हाम्रो अब गाडी आउने ठाउँ अन्तिम भनेको यही नै हो। यहाँ मेला लाग्ने ठाउँ, यही मेला लाग्ने ठाउँ यही नै हो। हामी यहाँबाट चाहिँ हिँड्दै हिँड्दै जान्छौँ। यहाँ 3 घन्टा लाग्छ अरे माथि लिपे डाँडा जानलाई। अब आज सक्छौँ कि सक्दैनौँ, नभए भोलि बिहान भए पनि जान्छौँ होला सायद होइन। हामी यहाँ बिहान 9 बजे निस्केको, अहिले 2 बजे यहाँ आइपुग्यो। बाटोमा 1-2 घन्टा त भोलि हुन्न त। ठिकै छ बाटो, ओभरअल ठिकै हो। पानी परेर अलिकति चिप्लो चिप्लो चाहिँ भयो, नपर्ने हो भने आउन सकिने बाटो चाहिँ छ, ठिकै ठिकै छ। अब ल ठिक छ है त, यस्तै थियौँ ल। ओ असिना पर्यो असिना। जुगा कतिको लाखन मिल्दै? हाम्रो चाहिँ अब यो बस्ने ठाउँ यहाँनिर व्यवस्थापन भयो। ऊ केटाहरू मासु भुट्दैछन्, हिलै छ। पानी लिन जान लगाएको हामी चाहिँ माथि धारो छ भनेर होइन। अब आज चाहिँ यो इलाम पोखरीको यो मेला लाग्ने ठाउँमा चाहिँ छौँ आज। हामी आज चाहिँ यहीँ बस्छौँ, आज माथिसँग जान नसक्ने अवस्था छ। अनि भोलि बिहान चाहिँ हामी उठेर जाने भनेर छौँ। मौसमले साथ चाहिँ दिएको छैन, पानी परिरहेको छ। अब हेरौँ के हुन्छ। ल यो चाहिँ इलाम पोखरी। कति लाग्छ यहाँबाट? बबालै छ। हामी पानी लिन आएको। यहाँबाट चाहिँ लिपिएल 3.5 घन्टा लाग्छ अरे अगाडि जानलाई। यहाँ मन्दिर बन्दै रहेछ। यो पोखरी यस्तो रहेछ। पानीको धारा भनेको चाहिँ कहाँ रहेछ? गाइस फाइनल्ली हामी चाहिँ इङलुङ पोखरी चाहिँ आयो। यो 2163 मिटरको हाइटमा रहेछ। यो ताल चाहिँ संरक्षण हुँदै रहेछ, बाँच्दै हुनुभएको रहेछ होइन यो ठाउँ। अब रमाइलो पनि त्यत्तिकै छ साथीहरू। हामी चाहिँ पानी लिन भनेर आइरहेछौँ यहाँ। अब पानीको व्यवस्थापन गरेर गर्नेछौँ है। हाम्रो भाइहरू सब रेनकोट लगाएर हिँडेका छन्। मेरो फेरि यस्तो रेनकोटै च्यातिएर यो हालत भएको छ है। अब के यो रेनै नछेट्ने कोट मात्रै भयो यो। अब ल जाऊँ त्यहाँ परिदिएर पानी दिएर एउटा फोटो ला। हेलो गाइज, गुड मर्निङ है। यो चाहिँ हामी इलाम पोखरीबाट चाहिँ उठ्यो। सुताइ बिजोकै थियो आज, सुताइ चाहिँ देखाइनँ मैले। अब हामी चाहिँ लिपे डाँडाको लागि यहाँबाट चाहिँ हिँड्यौँ। अब अँध्यारो छ, केही देखिया छैन। अब 3 बज्यो, 3:15 भएको छ। अब हामी चाहिँ अब लाग्छौँ। 3:15 बजेको समय ल है। अब जाँदैछौँ। चाहिँ 3.5 घन्टा 4 घन्टा लाग्छ भन्ने कुरो छ। अब कति बेला पुगिन्छ है त। ल बाटोको अपडेट लिँदै जान्छौँ। अब हामी यहाँबाट चाहिँ 3:15 निस्क्यौँ। ल ओके। आच्छी अब क्याच हेलो एभ्रिवान, गुड मर्निङ। अब बल्ल उज्यालो भएको छ। अघि चाहिँ जङ्गलमा पुरै राति नै हिँडेको 3 बजे नै, त्यो भएर चाहिँ अँध्यारो भएर केही देखाउन सकिएन। अहिले
अब तेर्सो बाटो हुँदा हुँदै बल्ल उकालोमा सुरु भएको छ। सायद यो डाँडाको टपमा होला हामी जाने। यता सनसाइन हुन लागेको छ, घाम लाग्न लागेको छ होइन, बब्बालै छ। ल यहाँसम्म 2.5 घन्टा को लगभग ट्रेकिङ भएको छ हाम्रो बिहानमा। 2.5 घन्टा जति लगभग हिँड्यो। 2 घन्टा हिँड्दा अब सिँढीको बाटो सुरु भएको छ उकालो। यहाँसम्म त ठिकै भएको छ, हेरौँ। लेट्स सी यहाँभन्दा माथि कस्तो रहन्छ है त। यो तलदेखि आएको हामी यता तलपट्टि चाहिँ आएको। अनि हामी जान पर्ने चाहिँ सारा त्यो टपमा है, लेप्चे डाँडाको टप भनेको यो टप ठ्याक्कै यहाँनिर सानो झन्डा देखिया छ। यो टपमा चाहिँ हामी पुग्न पर्ने है। 2 घन्टा त हामीलाई यहीँ लगाइसक्यो। अब हेर माथि पुग्दा कति लाग्छ। साथीहरू बढ्दै हुनुहुन्छ होइन, हामी बढ्दैछौँ। बाटोमा आउँदै गर्दा यसरी यहाँनिर बाख्रा चरेको पनि भेटियो, बाख्रा भेटा है। ल रमाइलो भइरहेछ यहाँसम्म ओभरअल। ल हामी आउँदैछौँ जाँदैछौँ होइन। यहाँसम्मको यात्रा के छ? एकदम बवाल रमाइलो भइरह, एकदम इन्जोयबल भएको, सबैजनालाई एकदम सहज भएको। ल पछाडिबाट पनि लोकल पनि फेला पारेको छ यही। यो बाटो खर्च बाटो खर्च। हेलो हेलो पानी चक्लेटको स्वाद चाहिँ साह्रै मिठो छ। ल्याप्टो चक्लेट। ल घाम लाग्दैछ, मौसम खुल्दैछ। अब हामी अगाडि बढ्दैछौँ है। ल ल ए माथि सिधै छ, ठाडै छ बाटो त, तर रमाइलै छ ओभरअल। ल ओके। ल फाइनल्ली हामी चाहिँ लगभग अब यो लिपेको बेस क्याम्पतिर आइपुग्यौँ होइन। थकै चाहिँ लागेको छ। यति तलबाट यो उकालो चढ्दा लालीगुराँस चाहिँ अलिअलि तल्लो रेलमा चाहिँ सकिएर छ। तर यो त माथि डाँडामा चाहिँ सेतै छ, फेरि सेतो व्हाइट कलरको लालीगुराँस रहेछ। यतापट्टि पिङ्क कलरको अलिअलि रहेछ है। बवाल छ, भ्यू चाहिँ राम्रो छ। जाँदैछौँ अब त्यो ल यस्तो ठाउँमा आइपुग्यो हामी। ल केटाहरू अगाडि आउने पनि यता। ल गुराँस चाहिँ यस्तो छ। यता माथि भेडा पनि गराउँदैछ है। ल सायद यहाँ भेडीगोठ पनि छ होला बस्नको लागि। यदि रहेछ भने हामी यो भिडियोमा क्याप्चर गर्छौँ। तर बबाल ग्रुपमा त फोटो लिएकै छैन के, मोबाइलमा टाइमर सेट। हामी चाहिँ यता माथि आइपुगेका छौँ। अब लगभग यहाँबाट आधी घन्टा अन्त लाग्दैन होला यहाँ माथि टपमा जाने। अनि यो बेसीमा चाहिँ एउटा धर्मशाला चाहिँ रहेछ होइन। यहाँनिर साथीहरू आउनुभयो भने यहाँसम्म आएर बस्न सक्नुहुन्छ। पानी चाहिँ धारो देखिएन होइन, तर यो धर्मशाला चाहिँ रहेछ एउटा। यहाँ बस्न पाइने ठाउँ रहेछ। आफ्नो ओड्ने र बिछ्याउन भयो भने चाहिँ रहेछ यतिको ठाउँ। यो राम्रो छ। ल यतिकोमा बस्नलाई सुरक्षित मजाको ठाउँ रहेछ। यहाँभित्र पकाउने चुलो पर लाउन मिल्ने पनि ठाउँ रहेछ। ल साथीहरू आउनुभयो, यो ठाउँ आउनुभयो भने चाहिँ यता चाहिँ यो धर्मशालामा चाहिँ बस्न सक्नुहुने रहेछ। हामीलाई चाहिँ थाहा भएन, थाहा भएको भए हामी यहाँ आएर बस्थ्यौँ होला। हामी तलै युलुङ पोखरीमै बस्यौँ। ल ओके है त। ल यो चाहिँ पछाडि देखिएको धर्मशाला, यहाँ धर्मशाला रहेछ। अनि हामी चाहिँ लगभग 3.5 घन्टा, 3.5 होइन 3 घन्टा चाहिँ हिँड्यौँ। 3 बजे उठेर हिँड्न सुरु गरेका थियौँ। अहिले 6:30 बज्यो भनेपछि 3:30मा निस्केको थियौँ हामी। भनेको ठ्याक्कै 3 घन्टा हिँड्यौँ। 3 घन्टा हिँड्दा यहाँ आयो भने चाहिँ अब आधी घन्टामा त पक्का पुगिन्छ।
3.5 घन्टाको ट्रेल रहेछ यो चाहिँ। गलियो ल साथीहरू माथि पुग्नु भएको छ। म चाहिँ जाँदैछु। खै मौसम चाहिँ एकदमै धमिलो भएको छ। पानी पर्छ कि थाहा छैन। रेनकोट चाहिँ छैन अब अहिले। यता पारिबाट घाम लाग्न चाहिँ खोजेको थियो तर पानी पर्ला जस्तो भयो। जति माथि त्यति रमाइलो होइन। अब हामी 11 जनाको टिम छौँ। बबाल मजा आइरहेछ जान चाहिँ। कोही साथीहरू निकै माथि पुगिसक्नु भएको छ। अब हामी जाँदैछौँ होइन। लास्ट रमाइलो भएको छ। पानी नपर्दै हुन्थ्यो। पानी परिदियो भने होइन। यहाँ बिचमा चाहिँ एउटा धर्मशाला रहेछ बस्नको लागि। आउने साथीहरूलाई त्यति समस्या नपर्ला। हामी चाहिँ तलै बस्यौँ र अब यो डाँडाको टपमा पुगेपछि चाहिँ हाम्रो डेस्टिनेसन पोइन्ट आउँछ। ओके ल लेट्स मुभ। फाइनल्ली गाइस हामी चाहिँ आइपुग्यौँ लिपे डाँडाको टपमा। 4 घन्टा हिँड्यौँ ल 4 घन्टा। पछाडि आएपछि चाहिँ यस्तो नेपालको झन्डा छ फर्काइरहेछ होइन। राम्रो देखिएको छ पछाडि ब्याकग्राउन्डमा हिमालहरू। तर आज ब्याड लक भन्नुपर्छ। हिमाल भन्नाले मौसम त्यति नखुलेको बेला पऱ्यो। मौसम खुल्या त बब्बाल मजा आउँथ्यो। बब्बाल देखिएको छ। वाउ फाइनल्ली हामी चाहिँ आइपुग्यौँ लिपे हिल। 3105 मिटर हाइट रहेछ ल। एकदम खुसी लागेको छ। आज कष्टकर यात्रा भए पनि एकदम खुसी लागेको छ। यस्तो मजाको चाहिँ नेपालको झन्डा फरफर गरिरहेको छ होइन। अब त्यसमाथि यो पछाडिको भ्यू त झन् बबाल है। वाह अब सारा ओके गाइज होइन। ओके साथीहरू अब हामी चाहिँ लिपे डाँडामा आइयो। जाडो चाहिँ एकदम व्यापक छ अनि अब घुमियो फोटोहरू पनि खिचियो। यस्तो मजाको नेपालको झन्डा अब हाम्रो यस्तो झन्डा देख्दा माया पनि लाग्छ होइन। हाम्रो मनिष भाइ काटिया छ होइन। यस्तो एक पाए कति मजा आउँथ्यो तातो चिया। ल मनिष भाइ राईको युट्युब च्यानल सब्सक्राइब गर्नु। ओके आज राईको युट्युब च्यानल पहिला त म घर सब्सक्राइब गर्छु। लक्ष्मण भ्लगलाई चाहिँ सब्सक्राइब गर्नु नबिर्सनु होला होइन। मनिष भ्लगलाई पहिला गर्नुहोस् अनि लक्ष्मणलाई
पछि गर्नु ल। आफ्नै प्रमोसन छ होइन। अनि हाम्रो ओभरअल चाहिँ आज कार्यक्रम राम्रै रह्यो होइन? कस्तो रह्यो? बेस्ट रह्यो होइन? ल फोटो दामी आउँछ कि यता। आज चाहिँ राम्रो रह्यो यात्रा चाहिँ मजा आयो। अब एकपटक आउँदा चाहिँ हुने ठाउँ छ, रमाइलो ठाउँ छ। यहाँबाट चाहिँ आएर घुमेर फर्किने ठाउँ चाहिँ छ। ल ओके। मङचुङमा आउनुपर्ने नछुटाउनु पर्ने ठाउँ चाहिँ एकदम यो लिपे हिल 1105 मिटर उचाइमा छ। एकदम रमाइलो छ। जति दुःख कष्ट भए पनि माथि आइसके पछाडि चाहिँ दुःख कष्ट सबै भुलियो। एकदम रमाइलो भयो। ल अब यहाँबाट हिँड्छौँ ल हामी यहाँबाट है त। ल ओके गन्तव्यतिर चाहिँ ल ओके बाई 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 ल बाई 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 बाई। ओके अब चाहिँ हामी निस्किन्छौँ यहाँबाट। यो कस्तो मजाको ठाउँ, चिसो जाडो पनि थियो। हामी यहाँबाट चाहिँ अब निस्किन्छौँ। रमाइलो भयो ओभरअल, यहाँसम्म आइयो एकदमै रमाइलो भयो, फुल्ली इन्जोय गऱ्यौँ। अनि अब चाहिँ निस्किन्छौँ है त। ओके बाई बाई, सी यू अन नेक्स्ट ब्लग। बाई। यस्तै हो ओभरअलमा चाहिँ जुत्ताले खुट्टा दुखाउँछ। ल यो चाहिँ हाम्रो लिपे हिलको नजिकै एउटा गोठ रहेछ। यहाँ पनि बस्ने ठाउँ चाहिँ रहेछ। यसो दुःख सुख भन्छ होइन। यहाँभन्दा पल्लोपट्टि पनि एउटा रहेछ। अनि यो रुटमा आउँदाखेरि चाहिँ अलिअलि बस्ने ठाउँहरू चाहिँ रहेछ। आत्तिहाल्नु पर्ने चाहिँ रहन्छ, तर खानेकुरा चाहिँ आफैले ल्याउनु पर्ने अवस्था चाहिँ रहेछ। हामी तलै बस्यौँ। ल साथीहरू माथि पुगिगरी पनि फर्किएर अब तल जाँदै हुनुहुन्छ। डाँडाभरि चाहिँ गुराँस सेतै छ। अनि मजा आयो आजको यात्रा। म त पचाउन सकिन्न होला हामीले त। चामल खानु तर लेकाली भेडा लास्टै हुँदो रहेछ। ल अब माथिबाट फर्किएर हामी चाहिँ हिजो राति बसेको ठाउँमा आइपुग्यौँ। हिजो यहीँबाट हामी माथि गएको थियौँ, आज यहीँ आइपुगेका छौँ। यस्तो ठाउँमा चाहिँ हामी बसेका छौँ होइन। यो ठाउँ चाहिँ इलुङ पोखरी रहेछ अझ नाम त। इलुङ पोखरीको चाहिँ मेला लाग्ने ठाउँ। यतापट्टि फुटबल ग्राउन्ड सँगसँगै अब यो सानो कटेज कोठी रहेछ। यो कोठीमा चाहिँ हामी बसेका थियौँ। हिजो खाने बस्ने, कोही गाडीमा सुत्ने, कोही कता सुत्ने गरेर चाहिँ हामी बसेका थियौँ। र आज चाहिँ फेरि यहाँ खाना बनाउँदैछन् साथीहरूले। हाम्रो ल यो हाम्रो चाहिँ किचन। हिजो बेलुकाको किचन पनि बिछाउन पनि आयो। हिजो बेलुका चाहिँ मैले अलिक खिचिनँ हिजो, आज चाहिँ म खिच्दैछु। तार छ यहाँ चाहिँ साथीहरूको भान्सा तयार भइसकेको छ। यहाँ
चिकन बिरयानी ल यो त कुनै के भएको भने जस्तो भिडियो ल है त यहाँ यहाँ खाली पुरै यहाँ भोको भएर केटाहरूले यताबाट थप्दै आउँदै यताबाट भ्याइएला जस्तो छ। यो चाहिँ हामी इलाम पोखरीमा छौँ। यस्तो हुन्छ मौसम, आजको मौसम यस्तो छ, खुल्ला छ। बिहान जाँदा अँध्यारो अँध्यारो थियो, अहिले चाहिँ एकदम मुस्ताफा बिरयानी कस्तो छ? एकदम A1 छ। यतिको त गाठे कोइला बनाउने मान्छे नवरा सर बिरयानी कस्तो लाग्यो? यता श्याम भाइ यता ठिक छ ल। यो हाम्रो रेस्टुरेन्टमा खाएर यतिको खानै पाइँदैन क्या लाइभमा। यस्तो मजा न। यता के छ बिरयानी सुब्बा? बिरयानी ठिक छ पुगेपछि चाहिँ ओरिनु पर्छ है, त्यो जुन हामी आइया थियौँ दुईटामा गाह्रो छ क्या। ल भान्सा गरिहाली अब हामी निस्क्यौँ है त। नि एकदम मिठो त है। ल अब भ्लग पनि सायद मेरो यहाँसम्मै रहन्छ होला होइन। अब यहाँदा अगाडि त अब बाटो दोहोरियो। ल सबैलाई रमाइलो भयो होइन? एकदम अलिकति चाहिँ गाडी एक दुई ठाउँ ढोकियो नरमाइलो हो, नभए सबै कुरो रमाइलो भयो। ल शिवेलाई नरमाइलो भयो क्या उता फर्केर हेरेँ। ल ल ल है ल बाई बाई गरिदिउँ त ल। ल नयाँ भ्लगमा भेटौँला होइन त। अलिअलि सम्ममा